बुढो कहाँ हो र? कति बस्ने हो घर? यसो डुलेर आउँछु। यस्तो कोरोनाको महामारी छ, न मास्क लाउनु छ, न स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्नु छ। हजुरलाई त केही कुराको डर छैन भने? बुढी कराउँदै थिए, म त आएँ केटा। हो यस्तो जब कोरोनासँग पनि कोही डराएर हुन्छ। आऊ तास खेलौँ। होइन है बुढी, ज्यान पनि कर्कर खाइरहेछ, ज्वरो पनि आउला जस्तो भएछ। के भएछ? डुलेको डुले गर्नुहुन्छ खै कुन्नी त? मलाई त सास फेर्न पनि गाह्रो भने। अक्सिमिटरले अक्सिजन नाप्न पनि मान्नुहुन्न? मलाई त डर पो लाग्यो। एम्बुलेन्स बोलाउँछु, हिँड्नु अस्पताल जाउँ। नमस्ते। अलिकति ढिलो आउनु भएछ, छातीमा सङ्क्रमण भइसकेको छ, अक्सिजन लेभल घटेर 80 मा छ। ल सबै ठिक भइहाल्छ, नआत्तिनुस्। अरु भगवान भरोसा, अरु भगवान भरोसा, अरु भगवान भरोसा। आमा पानी लिएर आउनुभयो? यति हड्डी घोडी घोटिकन पालिया छ, पढाए छ, बुढेसकाललाई के छ कुन्नी? त्यसो नभन न बुढी माउ, बुढेखालमा सुक्खै सुक्खैले पाल्छु क्या। पाल्नै त पर्यो नि। वर्षका बाबा मेरा, 65 वर्षकी आमा मेरी, मलाई केही भयो भनेदेखि कसरी दिन काट्लान् फेरि। बुढेसकालको सहारा भन्दै मेरैलाई सधैँ खटिरहे, अब सहारा भन्ने बेला के गर्लान् कठैमै मरि गए। मलाई त बाँचेर पुग्यो भगवान, आमाको लागि भए नि बचाइदे। मलाई त बाँचेर पुग्यो भगवान, बाबाको लागि भए नि बचाइदे। मलाई त हाँसेर पुग्यो भगवान, उनैको लागि भए नि हँसाइदे। बुढी कता गएर आयो? हजुरले पनि जागिर पाउनु भएन, कहाँ जानु नि? अर्काको घरमा गएर लुगा धोएर आएको। बिचरा मेरी नेटी। एउटा कुरा भनौँ, के? मैले 30,000 को जागिर पाएँ नि। बुढो साँच्ची? हो त। अब हाम्रो दुःखका दिन गयो बुढी। छोराछोरीलाई कतिले सुल हाल्ने, हामी सुगा काट्ने है। 25 वर्षकी प्यारी मेरी, चन्द्रमा जस्तै उजेली मेरी, मलाई केही भयो भनेदेखि बस्लिन् बरा कसको मुखेरी। सुख दिन त पाएकै छैन, सङ्घर्ष मात्रै गरियो पहिले, बल्ल त साम्ला भन्थे कसरी छोड्न सक्छु र मैले। मलाई त बाँचेर पुग्यो भगवान, प्यारीको लागि भए नि बचाइदे। मलाई त बाँचेर पुग्यो भगवान, प्यारीको लागि भए नि बचाइदे। मलाई त हाँसेर पुग्यो भगवान, उनैको लागि भए नि हँसाइदे। मम्मी मम्मी बाबा कतिखेर आउनुहुन्छ? तिमीहरूलाई त बाबा मात्रै चाहिन्छ है, मम्मीको त केही वास्तै छैन। बाबा चाहिन्छ।
स्कुल जाऊँ बाबुसँग जाने बाबुसँग जाने रे ल लाइन बाबा भरे पनि लिन आउनु है सातैरा वर्षकी छोरी मेरी तीनैरा वर्षको छोरो मेरो मलाई केही भएदेखि तिनलाई अँध्यारै हुन्छ सेरो र फेरो स्कुलको गेटमै कुरेर बस्लान् बाबा लिन आउनुहुन्छ भने नाना चाहिएला पापा चाहिएला कसले किनेर ल्याइदिन्छ तनी मलाई त बाँचेर पुग्यो भगवान छोरीको लागि भए नि बचाइदे मलाई त बाँचेर पुग्यो भगवान छोराको लागि भए नि बचाइदे मलाई त हाँसेर पुग्यो भगवान उनैको लागि भए नि हँसाइदे मेरा दिदी बहिनी तीज पनि आउला तिहार नि आउला मलाई केही भयो भने तिनको हातको टिको कसले लाउला सँगै खेलेको हुर्केको भाइलाई दाइले सम्झेर कति रोला घरको व्यवहार मिलेर गर्थ्यौ दाहिने हातै भाँचे झै होला मलाई त बाँचेर पुग्यो भगवान दिदीको लागि भए नि बचाइदे मलाई त बाँचेर पुग्यो भगवान दाजीको लागि भए नि बचाइदे मलाई त हाँसेर पुग्यो भगवान उनैको लागि भए नि हँसाइदे भाई साहब हमारे पाप काले पुण्य और छोड़ के भरोसे अल्लाह छोरीको सुन्दर भविष्यदेखि पराईको हातमा सुम्पिए हात कठै मेरा सासु ससुरा तडपेलान् कति दिन रात काका काकी इष्ट मित्र मेरा सबै साथीहरू मलाई त मेरो थिएन माया देख्यौ नि रुनी कति छन् मलाई त बाँचेर पुग्यो भगवान
नमस्कार डाक्टर साहब। नमस्ते, कस्तो छ अहिले? अहिले त धेरै ठिक भयो डाक्टर साहब। ल अब एकदम राम्रो भएको छ, सबै ठिक छ, भोलि डिस्चार्ज गर्ने हो। अब केही हुँदैन, ढुक्क हुनुहोस् है। हजुर त हामीलाई भगवान डाक्टर साहब। ल एकदम धन्यवाद। ल हस् डाक्टर साहब। कुनै पनि रोग लाग्दैमा ज्यान जाने होइन, लापरवाही गरे ज्यान पनि जान सक्छ। हाम्रो जिन्दगी हाम्रो मात्रै होइन, हामीसँग जोडिएका धेरैको हो। त्यसैले स्वास्थ्यसँग खेलवाड नगरौँ। जय जिन्दगी।